नमस्ते सम्पूर्णमा हजुरहरूलाई मेरो तर्फदेखि सबैजनालाई नमस्ते छ है। सो हजुरहरूले शिव चर्चाको बारेमा त सुन्नु भएको छ होला है। शिव चर्चाको बारेमा जो हामीले त्यसमा के गर्नुपर्छ, शिवजीलाई आफ्नो गुरु बनाउनु पर्छ हैन। हजुरहरूलाई परायहरूलाई ज्यादा त थाहा नै छ होला शिव चर्चाको बारेमा जो हामी मान्छौँ है। तो अहिले मैले पनि धेरै भएको छैन मानेको हैन, आफूलाई नै फिल हुन्छ कस्तो हुँदैछ भनेर हैन। सो हजुरहरूलाई पनि जोइन गर्नु चाहनुहुन्छ अनलाइनमै हुन्छ, हजुरलाई घरमा बसी बसी शिव चर्चा गर्न सक्नुहुन्छ, आफ्नो अनुभूतिहरू सेयर गर्न सक्नुहुन्छ हैन। हजुरहरूलाई नि अगर जोइन गर्नु मन छ भने मलाई कमेन्ट गर्दा डीएम गर्दा हुन्छ, जो म भन्दिन्छु। म भन्न चाहन्छु 3 सूत्रको बारेमा भन्छु है त पहिले चाहिँ, किनकि म पनि 1 हप्ता मात्रै हुँदैछ जोइन गरेको हैन। अहिले हेर्नुस् न, हामीलाई अनलाइनमै एकदम यस्तो फ्रीली एकदम बोल्नको चान्स दिनुभएको छ हैन, यो शिवजीको कृपाले हो है। हजुरलाई म 3 सूत्र भनेर सुनाउँछु है त पहिले चाहिँ। सो म हजुरलाई सुनाउँछु है त। सर्वप्रथम मेरो शिव गुरुको कोमल चरणमा मेरो प्रणाम छ। 3 सूत्र दिने मेरो साहेब र दिदीमाको कोमल चरणमा मेरो प्रणाम छ। मेरो प्रणाम स्वीकार गरिदिनुहोस्। शिव शिक्षा हुनलाई सहयोग 3 सूत्र हैन। प्रथम सूत्र, आफ्नो गुरु शिवलाई मनमनै यो भन्नुहोस् कि हे शिव, तपाईँ मेरो गुरु हुनुहुन्छ, म हजुरको शिष्य, म शिक्षामाथि दया गरिदिनुहोस्। दोस्रो सूत्रमा सबैलाई भन्नु छ कि शिव गुरु हुनुहुन्छ, जसले गर्दा अरू व्यक्तिहरूले पनि शिव गुरुलाई आफ्नो बनाऊ। तेस्रो सूत्रमा आफ्नो गुरु शिवलाई मनमनै प्रणाम गर्नुपर्छ। इच्छा लागे नमः शिवाय मन्त्रले प्रणाम गर्न सकिन्छ। बस यति छ 3 सूत्र हैन। हामीको लाइफमा यति धेरै चेन्जेस दिन्छ, यति धेरै पोजिटिभ दिन्छ नि यसले। एकदम हजुरहरूलाई के टेन्सन हुन्न, फेरि पनि एउटा हुन्छ नि दिमागमा एभेलेबल घुमिरहेको हुन्छ नि, हो त्यस्तै भएको थियो मलाई पनि हैन। बिना टेन्सनमा पनि टेन्सन हुन्थ्यो, केही नगरे पनि अलग्गै टेन्सन, राति सुत्दा पनि अघि पछि के हेरिरहेछ कि जस्तो लाग्ने हैन। यो सबदेखि मलाई मेरो चाहिँ यही अनुभव छ। अहिले बहुत राम्रो भइरहेछ मलाई है। 1 हप्तै हुँदैछ हुन त। एकदम म अहिले फ्री, मेरो एकदम बडी भारी जस्तो भइरहेको थियो मलाई, एकदम भारी जस्तो भइरहेको थियो हैन। कति नराम्रो फिल हुन्थ्यो मलाई, बाहिर निस्किन मन लाग्दो थिएन घरदेखि, आफूमै खोइरहेको थिएँ कि म। अहिले त्यस्तो छैन, म अहिले बाहिर निस्किन मन लाग्छ, आफ्नो काममा यति धेरै फोकस छ, मेरो बडी पनि हल्का भएको छ, एकदम भारी भएको थियो क्या। अहिले एकदम बडी फ्री छ, राम्ररी ह्यान्डल गरिरहेछु हैन। राति सुत्दा बिना टेन्सन केही छैन। अगर हजुरहरूलाई नि यो सब हुन्छ भने हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ है, म जोइन गराइदिन्छु हजुरहरूलाई पनि। हजुरहरू पनि त्यहाँ जोइन हुन सक्नुहुन्छ। एकदम हजुरहरूलाई 4:30 बजीदेखि 5:30 तक हुन्छ, बस 1 घन्टाको टाइम लिन्छ। सबैले आफ्नो आफ्नो आफूले यही 3 सूत्र अहिले जो हजुरलाई मैले भने हो त्यही 3 सूत्र मात्रै भन्यो। अरू मान्छेहरूले भन्नुहुन्छ, गुरुभाइ गुरुबहिनीले भन्नुहुन्छ कि यो अनुभूति भनेर हैन। यो हजुरलाई राम्ररी सिकाउनुहुन्छ, स्टेप बाई स्टेप सिकाउनुहुन्छ हैन। हजुरहरूलाई लिन मन छ भने, अगर हजुरहरूले 2-3 दिन हेर्न सक्नुहुन्छ त्यहाँ सुनेर, अगर हजुरलाई राम्रो लाग्यो भने हजुरहरूले फेरि आफूलाई कन्टिन्यू गरेर शिवलाई गुरु बनाउन सक्नुहुन्छ। अगर मन परेन भने हजुरहरूलाई कोही त्यसमा फोर्स छैन है। म यति भन्न चाहन्छु। जय भोलेनाथ।